प्रश्न नम्बर 1, नेपालको सबैभन्दा ठुलो ताल कुन हो? ए. फेवा ताल, बी. रारा ताल, सी. सेफेक्सुन्डो ताल, डी. बेगनास ताल। सही उत्तर बी. रारा ताल। प्रश्न नम्बर 2, सगरमाथाका नाम कसले राखेका हुन्? ए. बाबुराम आचार्य, बी. भानुभक्त आचार्य, सी. पृथ्वीनारायण शाह, डी. राजा महेन्द्र। सही उत्तर ए. बाबुराम आचार्य। प्रश्न नम्बर 3, क्रिकेटको मक्का भनेर कुन रङ्गशालालाई चिनिन्छ? ए. इडेन गार्डन, बी. मेलबर्न, सी. लर्ड्स, डी. दशरथ रङ्गशाला। सही उत्तर सी. प्रश्न नम्बर 4, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ कुन जिल्लामा पर्दछ? ए. डोल्पा, बी. मनाङ, सी. मुस्ताङ, डी. हुम्ला। सही उत्तर ए. डोल्पा। प्रश्न नम्बर 4, काठमाडौँ महानगरपालिकाका वर्तमान मेयर को हुन्? ए. विद्यासुन्दर साक्य, बी. बालेन शाह, सी. हर्क साम्पाङ, डी. केशव स्थापित। सही उत्तर बालेन शाह। प्रश्न नम्बर 6, टेलिफोनका आविष्कारक को हुन्? ए. थोमस अल्वा एडिसन, बी. एलेक्जेन्डर ग्राहम बेल, सी. आइज्याक न्युटन, डी. अल्बर्ट आइन्स्टाइन। सही उत्तर बी. एलेक्जेन्डर ग्राहम बेल। प्रश्न नम्बर 7, मानव शरीरको सबैभन्दा ठुलो अङ्ग कुन हो? ए. कलेजो लिभर, बी. मुटु हार्ट, सी. छाला स्किन, डी. फोक्सो लङ्स। सही उत्तर सी. छाला स्किन। प्रश्न नम्बर 8, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न करिब कति समय लाग्छ? ए. 5 मिनेट, बी. 8 मिनेट 20 सेकेन्ड, सी. 10 मिनेट, डी. 2 मिनेट 15 सेकेन्ड। सही उत्तर बी. 8 मिनेट 20 सेकेन्ड। प्रश्न नम्बर 9, कम्प्युटरको दिमाग ब्रेन भनेर कसलाई चिनिन्छ? ए. र्याम, बी. मोनिटर, सी. सीपीयू, डी. किबोर्ड। सही उत्तर सी. सीपीयू। प्रश्न नम्बर 10, पानीको रासायनिक सूत्र केमिकल फर्मुला के हो? ए. CO2, बी. H2O, सी. NaCl, डी. O2। सही उत्तर बी. H2O। प्रश्न नम्बर 11, विश्वको सबैभन्दा सानो देश कुन हो? ए. मोनाको, बी. भुटान, सी. भ्याटिकन सिटी, डी. मालदिभ्स। सही उत्तर सी. भ्याटिकन सिटी। सूर्योदयको देश भन्नाले कुन देशलाई चिनिन्छ? ए. चीन, बी. अमेरिका, सी. जापान, डी. नर्वे। सही उत्तर सी. जापान। प्रश्न नम्बर 13, सार्क को सचिवालय कहाँ रहेको छ? एक. नयाँ दिल्ली, भारत, बी. ढाका, बङ्गलादेश, सी. काठमाडौँ, नेपाल, डी. कोलम्बो, श्रीलङ्का। सही उत्तर सी. काठमाडौँ, नेपाल।
प्रश्न नम्बर 14 विश्वको सबैभन्दा लामो पर्खाल कुन हो? ए बर्लिनको पर्खाल, बी चीनको विशाल पर्खाल ग्रेट वाल अफ चाइना, सी कुम्भलगढ पर्खाल, डी लन्डन पर्खाल। सही उत्तर चीनको पर्खाल ग्रेट वाल अफ चाइना। अन्तिम प्रश्न नम्बर 15 क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? ए हुम्ला, बी मुगु, सी डोल्पा, डी धादिङ। यसको सही उत्तर रहेको छ सी डोल्पा। थ्याङ्क्स फर वाचिङ, बाई बाई। हाम्रो भिडियो मन पऱ्यो च्यानललाई सब्सक्राइब र बेल आइकन दबाइदिनु होला र